मेरो नाम चाहिँ पुष्कर हो सन्देश यो चाहिँ हाम्रो तिमीले 20 चोटी चाहिँ आइसके त यो चाहिँ हाम्रो यति हो यो चाहिँ अनि यो प्रोटोन पुरै ठोलाले न्यूक्लियस हुन्छ यो प्रोटिन चाहिँ यो अनि रिपेयरिङमा छ भन्दै केटा हो भाइ टिभी भाइरल एक्सप्लेन दिइरहेछ अनि यो इलेक्ट्रिकल चार्ज चाहिँ नेगेटिभ हुन्छ कुनै पनि एलिमेन्टमा पोजिटिभ चार्ज हुन्छ प्रोटोन र नेगेटिभ चार्ज हुन्छ इलेक्ट्रोनको सङ्ख्या चाहिँ एउटै छ अरे त्यो पुरै एलिमेन्ट चार्ज हुन्छ र यो हार्मोनिक एलिमेन्ट पनि बेसिकली एउटा चार्जलेस एलिमेन्ट हो अनि यो एटम भनेको चाहिँ बेसिकली एउटा कुनै पनि एलिमेन्ट छ द स्मलेस्ट पार्टिकल हो हामीले एउटा एलिमेन्ट तबसम्म भन्न सक्छ जबसम्म हामी त्यसको एटम एउटा बोर्ड हुन्छ भने त्यसको स्पिकरमा पत्ता यहाँ त एक्सप्लेन गर्नु के हो एक्सप्लेन गर केटा यो के हो ए लजाके यो खम्बे नि लजाउँदो रहेछ के हो तिमीहरूको लु तल हामी देखिन्छ ल भन्नु त सुदीप भाइ भन्दैन सुन तँलाई जे 3D अब पेन्टिङ गरेर आफ्नो लोगो बनाउनु सक्छ एउटा बनाउन सक्छस् तर यो लेजर कम छ लेजर अलिक पावरफुल छ जसले काठ पनि काट्न सकोस् हैन यसले चाहिँ के गर्छ अब यो चाहिँ हैन केही भन्दैन अब यहाँ आइज लु ल भन्न बस्न नि यहाँ त ग्राहक पढिसके त कसैले हेर्नु मात्रै हो कि यहाँ हाम्रो जुन कारणले गर्दा पाइपमा पानी जान सजिलो छ यहाँ चाहिँ हाम्रो फिल्टर ट्याङ्क छ फिल्टर ट्याङ्कको पहिलो लेयर चाहिँ हाम्रो मैले भन्छ कि अनि त्यहाँ यहाँबाट फिल्टर भएको पानी चाहिँ तल गएर स्टोरेज ट्याङ्कमा जम्मा हुन्छ स्टोरेज ट्याङ्कबाट जम्मा भएको पानी चाहिँ हामीले रियुज गर्न सक्छौँ त्यसलाई चाहिँ हाम्रो खेतीबारीतिर फुलबारीमा खाना पकाउन कपडा धुन घर सरसफाइ गर्नु हरेक क्षेत्रमा चाहिँ त्यसलाई हामीले यदि केही क्वेसन छ भने हजुरहरूले सोध्न सक्नुहुनेछ पानी के साथ पानी अलि बढी हो पानी हाल्ने तरिका चाहिँ सही रहेछ यार पढ खड्काएको ग्याङ
ओइ नाच गएर यार मतलब के हो ओइ बेदे आज बेदे मान्छे आएको छ भने हामीलाई उसको माध्यमबाट यो बजार हामीले उसको माध्यमबाट हामीलाई सूचना दिनुपर्छ। जस्तै हामीले त आफ्नो कामले व्यस्त हुन्छ नि त, त्यो भएर त घरमा अब रातिको समयमा सुतिरहेको हुन्छ, निन्द्रामा हुन्छ अथवा विभिन्न काम गरिरहेको हुन्छ। त्यति बेला अब तिम्रो घरमा कोही छिर्दैछ भने यहाँ यसरी करायो नि त, यसरी आवाज यसो गर्छ र तिमीहरूले सुन्न पनि सक्छ। भित्र छिर न भिडियो पनि आउनु परेन भित्र जोक्स भन्न गइरहेको छु। राम्रो नभए तापनि सुनेर मनोरञ्जन लिनु होला। एकादेशमा चाहिँ धेरै पहिलेको कुरा हो। एकादेशमा चाहिँ एउटा गरिब घरमा चाहिँ एउटा आमा अनि त्यस पछाडि 5 जना छोरी बस्थे अरे। छोरीको नाम फेरि अलौकिक रहेछ अरे के। एउटाको नाम चाहिँ भाँचिएको, अर्कोको नाम च्यातिएको, अर्कोको नाम अनि अर्कोको नाम बनाएको अनि लास्टको नाम चाहिँ भुक्नी रहेछ अरे। एक दिन चाहिँ अनि एउटा केटाले चाहिँ छोरी माग्न भनेर त्यो घरमा गएछ अरे। गाउँसरा गएछ अनि जाने क्रममा उनीहरूले गाउँमा सोधेछन् रे सबैभन्दा सुन्दर छोरी त त्यसकोमा पाउँछ भनेर भनेछन् रे। अनि गछन् रे भेटेछन् रे आमालाई, त्यसको छोरीको आमालाई भेटेछन् अरे। हजुर हामी त तपाईँको छोरीको हात भाग्न आएको भनेर भनेछन् रे। ल ठिकै छ बस्नुहोस् न त, केमा बस्नुहुन्छ? ठुलो बडो मान्छे के को गुन्द्रीमा बस्नु, कुर्सीमा बस्छौँ भनेर भन्छ। अनि त्यो आमाले भन्छ अरे ए भान्जीको कुर्सी लिएर आएछ त। त्यसपछि त्यो केटा र केटाको बहुत छक्क परेछन् रे। अनि होइन हजुर बरु हामी गुन्द्रीमै बस्छौँ भनेर भनेछन् रे। ए च्यातिएको गुन्द्री लिएर आएछ त भनेर भनेछन् फेरि। त्यसपछि केटाहरू त छक्कै परेछन् रे। अनि होइन हजुर बरु हामी भुइँमै बस्छौँ भनेर भुइँमै बसेछन् रे। अनि फेरि केटीको आमाले सोधेछ रे हुन्छ हजुर हामी चिया ल्याउन त भन्छ रे। अनि त्यो आमाले चाहिँ भन्छ रे ए गनाएको चिया लिएर आइज त।
त्यसपछि केटाहरू फेरि छक्क परेछन् अरे अनि दोधारमा परेछन् नाम फेर्ने होला नि त। हजुर बरु हामी दुधै खान्छौँ भनेर भन्छ अरे ए मरेको गाईको दुध लिएर आएछ त भनेर भनेछ अरे अनि फेरि त्यो केटाहरूले होइन हजुर हामी बरु छोरी हेर्छौँ केही नखाइकिनै भनेर भन्छ अरे तिमी त सुरजको भाइ हो। ए जा त मरेको भुक्मीलाई लिएर आइज भनेछ अरे केटाहरू बाट भागेछ अरे अनि त्यस्तै गरी एक दिन चाहिँ केपी शर्मा ओली चाहिँ वचन रे अमेरिका जाने भनेर चाहिँ भ्रमणको लागि निस्केछन् रे अनि अमेरिकाको लागि टिकट बुक भइसकेको छ अरे अनि गएछन् रे अमेरिकाको त्यो एयरपोर्टको गेटबाट छिर्ने बेलामा चाहिँ एकजना ठुलो सेक्रेटरीले चाहिँ सोधेछ अरे सर वेट भनेर भनेछ अरे 60 केजी भनिराखेर हिँड्दैछ अरे के फेरि त्यसै गरी एउटा मान्छे चाहिँ आएछ अरे अनि त्यस पछाडि एउटा गाडी लिएर आएछ अरे बिजनेसम्यान थियो अरे अनि गएछ अरे अनि त्यो चाहिँ विदेशमा अब चाहिँ भ्रमण गर्नु पर्यो उता पनि व्यापार गर्नु पर्यो भनेर गएछ अरे तर त्यो मान्छे लास्टै जडिया थियो अरे क्या अनि त्यस पछाडि विदेश भ्रमण गरेछ अरे आउँदाखेरि त्यसले बोतलमा चाहिँ उता विदेशी रक्सी लिएर आएको रहेछ अरे क्या त्यसपछि निकै लिएर आएको रहेछ अरे अनि एयरपोर्टमा ट्राफिकले समाएछ अरे यो त नेपालमा लान पाइँदैन बरु तपाईँ उतै नै बसेर खानुहोस् नेपालमा चाहिँ ल्याउन पाइँदैन भनेर भन्छ अरे अनि त्यसले फोन गरेर गाडी मगाएछ अरे अनि त्यस पछाडि त्यहाँ भएको रक्सी चाहिँ आफूले खाएछ अरे अनि आधी रक्सी चाहिँ गाडीलाई हाल्दैछ अरे अब गाडी एकछिनपछि त त्यो पेट्रोल हाल्ने ठाउँमा त रक्सी हाल्दै त्यसले गुड्दै थियो अरे एकछिनपछि गाडी चलाउँदा त्यसलाई रक्सीको मात लागेछ अरे अनि त्यस पछाडि गाडी गएर एउटा ठाउँमा ठोकिएछ त्यसपछि त्यो ड्राइभर निक्लिएर गाडीलाई लात हान्दै भनेछ क्या अनि अर्को गाडीले लात हान्दै रहेछ अनि अर्को मान्छे आएर सोधेछ होइन दाइ यो गाडीलाई किन लात हान्नुभएको आफै मातेर हेर्न मैले त एक टक मात्रै खाएको यत्रो लागेकै छैन मैले यसलाई एक बिरको मात्रै खुवाउँदाखेरि यसलाई लागेर मेरो एक्सिडेन्ट भयो यो यहाँ सेन्सर छ होइन यो हामी सेन्सर भन्छौँ यो एलइडी लाइट भन्छ यो अहिले जलेको छ नत्र यो पनि बल्छ यो BC547 भनिन्छ क्या यसलाई चाहिँ ट्रान्जिस्टर हो क्या यो चाहिँ यसले चाहिँ हाम्रो भोल्टेजहरूलाई स्विचको रूपमा क्या यहाँ यो स्विचको रूपमा काम गर्न सहयोग गर्दछ बुझ्यौ यो चाहिँ हाम्रो ब्राउजरहरू आउँदिने र यहाँभित्र चाहिँ हाम्रो 1.5 बिटको ब्याट्री बमिट पाउन खोज्यो ग्याप छुइछ ग्याप लास्टबाट मलाई यो कप्पाले छ्याङ भएको चाहिँ मैले छ्याङ भनेको मैले निकाल्छु क्या यो मलाई यस्तो कप्टी छ तर एप्पल भन्दा त अलिक के एप्पलको कुरा मलाई लिस्ट हाल्यो सबै सिधै थर्डबाट बिदा गर्नु